साथीहरु आज चाहिँ मेरो दिन कसरी बित्यो भनेर म यहाँहरुलाई सर्टली रूपमा अलिकति गर्छु है के गर्छु रे डिस्क्राइब गर्छु है त कसरी बित्यो भनेर फेसबुकमा एउटा साथीले हालेर चाहिँ एउटा हाम्रो लेडिज फिगर पब्लिक फिगर हैन उहाँको फोटो हाल्नु बारे चाहिँ उहाँले नाइट अफ पियर्सिङ गर्नु भा रहेछ हैन बाइ द वे आफ्नो आफ्नो रहर हो हैन कतिलाई मन पर्छ नि त कतिलाई मन पर्दैन हैन अनि उहाँले हाल्नु भा रहेछ अनि फेरि उहाँ त एकदम समाजसेवी मान्छे हो यस्तो उस्तो यस्तो नाइटो छेड्ने भनेर त्यो नाइटोलाई चाहिँ पुरा गरेर इन्डिकेट गरेर पिन गरेर के अनि त्यो देखाइरा थियो एरोले देखाइरा थियो अनि त्यसपछि कमेन्टका कमेन्ट है अनि फेरि आफुलाई फेरि त्यस्तो भन्छ नेगेटिभ कमेन्ट्सहरु देख्ने बित्तिकै यस्तो रिस उठिहाल्छ कि फेरि किन बाठो हुनु पर्यो होला अब नाइटो त हो त्यो नाइटो छेड्छन् आज भोलि कति हैन अब मैले पनि छेड्या छ अनि त्यसपछि प्लस अब अरूले पनि हैन मैले नछेडेकै भए पनि यार अब उलाई छेड्न मन लाग्यो छेड्यो कतिलाई ट्याटो अब जानभरि हान्न मन लाग्छ कतिलाई मन पर्दैन आफ्नो आफ्नो पार्ट हो नि त कतिले यहाँ छेड्नुहुन्छ जिब्रो हैन कतिले यहाँ त्यो आफ्नो आफ्नो सोक हो नि त आफ्नो लाइफको आफ्नो डिसिजन हुन्छ नि त आफ्नो पर्सनल चीज हो त्यो भनेको र प्लस अब अलिकति मानव भएकै नाताले उहाँहरुको पनि त आफ्नो शरीरमा आफ्नो राइट्स हुन्छ नि त हैन के गर्ने नगर्ने उहाँको त्यो ह्युमन राइट्स हो नि त त्यो उहाँले गर्नु नगर्नु भन्ने कुरा हैन अनि बिचारा पब्लिक फिगरहरुलाई लिएर आएर कस्तो कस्तो कमेन्टहरु गरिरहेको थियो हैन त्यो कमेन्ट म फर्काउँदै फेरि फेसबुकका साथीसँग पुरा कमेन्ट रिप्लाई फेरि अर्को फेरि यता फेरि सुरक्षा पन्त ओ माई गॉड फेरि सुरक्षा पन्तलाई पनि फोटोहरु हालेर यस्तो उस्तो याब भनेर भनिरहेको थियो कि है अनि फेरि ओहो सुरक्षा पन्त त अब एकदम मेरो फेभरेट हिरोइन प्लस एकदम मलाई निडर एकदम ब्रेभ गर्ल हैन म चाहिँ उहाँलाई नेपाली कंगना रनौत भन्न रुचाउँछु यसरी अरु हिरोइनहरुले आएर यसरी अगाडि आएर यस्तो फ्याक्ट कुरा कहिले पनि गर्दैन होला जस्तो लाग्छ एकजना हुनुहुन्छ हाम्रो रेखा थापा दिदी र प्लस अहिले हुनुहुन्छ सुरक्षा पन्त है अनि मलाई चाहिँ एकदम धेरै मन पर्छ कि मैले भन्न खोजेको अब कतिपय सर्टेन टाइममा अब त्यो मिस्टेक भए पनि अथवा करेक्सन गर्नुपर्ने भए पनि अब जे जस्तो भए पनि उहाँलाई मनमा लाग्यो उहाँलाई सोधेको भएको भएर त उहाँले त्यो आफ्नो ओपिनियन दिनुभयो हो नि त हैन खासमा अब त्यही कुरालाई ट्रोल गरेर उहाँको मुभी लागिरहेको मुभीसँग ल्याएर रिलेट गर्न त आवश्यक छ जस्तो त मलाई लाग्दैन र सबै नेपालमा भएका हिरोइनहरु खतरा हिट छन् सबै नेपाल पुरै खाका छन् भन्ने त्यो पनि छैन हैन हाम्रो नेपालमा त्यस्तो धेरै मुभी फर्स्ट आइसकेको छैन अस्ति त्यो एउटा बोक्सीको घर र प्लस पूर्णवादीको सारङ्गीबाट अलिकति नेपाली मुभीहरुले अलिकति मार्केटिङ लिन थालेको हो हैन अनि भनेर त्यस्तो धेरै हिरोइनहरु खतरा खतरा चलेका पनि त छैनन् नि कि अहिले सुरक्षा पन्तको एउटा मुभी फ्लप हुने बित्तिकै अथवा चलिराछ भनौं न त्यसरी क्रिटिसाइजै गर्न त मिल्दैन नि त अनि उहाँको एउटा राइट उहाँले बोल्ने एउटा त्यो ओपिनियनको कुरा हो मेरो ओपिनियन फरक हुन सक्छ उहाँ जो पनि अहिले मलाई सुनिरहने आफ्नो आफ्नो व्यक्तिगत धारणा छुट्टै छुट्टै हुन्छ नि त हैन मान्छेहरुको फोटो भिडियोहरु हालेर पुरा कन्ट्रोभर्सी अनि मलाई कस्तो रिस उठेर मैले फेरि कमेन्ट गरिरहेको थिएँ हैन कमेन्ट गर्दा राम्रो कमेन्ट दिनभरि आज कमेन्ट रिप्लाई यस्तो उस्तो यो भन्यो त्यो भन्यो या भन्यो वा भनेर राम्रो फर्काउँदा कमेन्ट फर्काउँदा प्लिज त्यस्तो नभन न प्लिज त्यस्तो नभन बी पोजिटिभ पढे लेखेको मान्छेले यस्तो सोचेर कसरी हुन्छ आफ्नो आफ्नो ओपिनियन राख्न पाउनु पर्छ त्यही भएर मान्छेले अहिले के भन्छ गणतन्त्र अलिकति मान्छेलाई हरेक मान्छेलाई स्वतन्त्रता पूर्वक बाँच्न पाउने सबैलाई अधिकार छ आफ्नो विचार राय सल्लाह सुझाव दिने अधिकार छ भन्दा मेरो दिन गयो आज एउटा साथीसँग टिकटकमा झगडा र प्लस उता फेसबुकमा नाइटो छेड्यो भनेर कमेन्ट म चाहिँ भन्छु ए बाबा छोरी मान्छेले छेडे पनि जहाँ जे ट्याटो हानो जे गरोस् त्यो अरूलाई सरकारको विषय हो त होइन नि त हैन जल्लै पनि यार मेरै दुश्मनै भए पनि उले जे गर्छ आफ्नो फिगर लिएर आफ्नो ज्यानमा उले ट्याटो हानोस् खोपोस् जे गरोस् न त हैन आफ्नो राइट्सको कुरा हो नि त त्यो आफुलाई मन पर्छ भने गर्ने हो नि त अब मलाई सर्ट्स लाउन मन पर्छ भने मैले लाउने हो न कि अरूले मलाई कमेन्ट पास गर्छ भनेर मैले त्यो लाउदिन भन्ने हैन नि त त्यो मलाई मन पर्छ म लगाउँछु म बाल दिदिन अरूलाई मतलब गर्दिन नि त त्यस्तै त हो नि हैन कसैले केही चीज गर्छ भने त्यो चीज उहाँहरुलाई मन परेरै गरे हो के र प्लस हामीले फलानोले यस्तो किन गरे होला उस्तो किन गरे होला किन हामी जजमेन्टल भइरा हामीलाई अधिकार छैन नि त अरूलाई जज गर्नलाई छ त ए भगवान के भन्ने यार बी पोजिटिभ मात्रै भन्छु म बी पोजिटिभ एउटा मात्रै वेले डिसिजन लिएर अरूलाई जज नगर्नु होला कि प्लिज कुर्ता सुरा लगाउने चाहिँ सोझी अनि त्यसपछि आएर छोटो लगाउने चाहिँ दोषी कहिले पनि हुँदैन कि बाहिरबाट कभर हेरेर कहिले पनि जज नगर्नु होला गॉड फॉर सेक